हाई गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। स्वागत छ यहाँलाई मेरो अर्को भिडियोमा। आशा चाहिँ सन्चै हुनुहुन्छ होला। म चाहिँ ठिक छैन, बिल्कुल ठिक छैन होइन। मलाई सन्चै म बिरामी छु। अनि म चाहिँ यतिखेर कहाँ छु भन्ने तपाईँले ब्याकग्राउन्ड देखेर नै थाहा पाउनुहुन्छ। म चाहिँ पहाड आएको छु वाडामा। वाडा देख्यो भने हिँड्नै बाटो कस्तो आनन्दको हावा आएको जत्रो खै के भन्नु त आउनुहुन्छ होला नि झर्नै काम भएन नि हो लाइन नभएर उतैबाट जान्छ उतै साइन गरिराखेर जान्छ लाइन नहुँदा पनि काम हुने खालको बनाउनु नि। म त कम्ता टाढा लाग्दैन त पर पनि पर कम्ता टाढा लाग्दैन त टाढै छ नि अन्त साह्रै टाढा लाग्यो ओह्रालो उकालो के भन्दै थियो उयोले सङ्गीताले उनीहरूको काम पनि उतै भएर उता जाँदा हुने खालको उनीहरूको काम उतै जाँदा हुने खालको उसले सिफारिस गरिदियो भने त पर गएर साइन गरेर मङ्गलबारे जाने होला नि नागरिकताको उसको प्रतिलिपि निकाल्ने अरे अनि त्यहाँ साइन गरिदियो भन्ने कुरा त के पनि खानु हुँदैन नि त। लौका भेन्डी के हो परेवा खोजेर नखाइ भएन। यो सङ्गीताको उयो हो यो सङ्गीताको उयो हो देवेन्द्रले टिकामा दिदीलाई यहाँ कहाँ लडाएको छ अरे सोरिएर गयो अरे अनि भन्दै थियो ओह्रालो न ओह्रालो के खालको यहीँनिर अरे हौ उतादेखि गाडी आयो कि के आएर गाउँघर रहेछ त यतातिर त अस्ति त होस्टेलले केही देखेको थिएन पुरा कति साह्रो हावा चलेको हो। अस्ति जाडो भइरहेको थियो खै त एकदम हावा चलिरहेछ हाम्रो पालिका ल हाम्रो काम सक्यो।
टलक्कै घाम लाग्यो त डबल तान्छ ए अर्कै बाइक पो आएको छ त नि ल घुमाऊ मेरो चाहिँ डङ डङ गरेर उकालोमा तान्नु होला हौ हँ तपाईको पनि क्यान्सन अलिअलि कराउँदैछ है त यो ठोकेर यसको उ गर्नुपर्ने छ हौ त्यो उ टाइफाइड कस्नुपर्ने छ हो त्यो आवाज आउँदैछ मेरो त यो चेन जानु आँटेको छ हौ त्यही भएर नभए त तिनैजना आउँदा पनि हुन्थ्यो दुईजना त हम्मे हम्मै पर्दैछ एउटै बाइकमा तिनजना होइन दुईजना पनि हम्मे हम्मै पर्दैछ नौकी आउँदा नै यो चेनले तान्नै खोज्दै थिएन के खान्छौ त बनाएको छ भने खाऊ न त मोमो खाने हो मोमो भन्दा त खानै खाएको राम्रो नि त हौ पाउँछ र चतुरेमा भयो थाहा भयो नि मलाई हात त लास्टै दुखिरहेको छ मेरो त हिँड्न जाँदै अगाडि भ्लग बनाउन पाउने हुन्छ नि बालिकालाई बाई बाई मेरो फोन त बाइक त अफ गर्नु है भन्नु यहाँ त छ नि स्कुटरमा क्लकै निस्किराख्नुहुन्छ र फेरि फोन गरेर बोलाउनुहुन्छ है तब ठाउँ यादै छिन् त खोइ फोटो खिचिराखेको के को फोटो मेरो फोटो खिचेर आउँछ कि ल ए मान्छे अब घुमाउनु छ म खाएको निस्किन्छु साह्रै अग्लो हो डबल ट्यापले खत्तम भयो नि के भन्नु भ्लगले गर्दाखेरि झन्डै बिर्स्यो फोटो खिचिरहेको अब त आइँदैन त 20 दिनको लागि काम भनेको 2 महिना 3 महिना लाग्यो ट्राई त लाउनु होला नि घुराउनु किन गाह्रो अम्म साँच्चै अल्गो रहेछ खुट्टाले भ्याउँदैन होइन बुद्धिमान दाजु त्यति अल्गो हुनुहुन्छ भ्याउँदैन नि अन्त पुग्लो पुग्लो लगाएर अनि किन बनाएको यति अल्गो बनाएको होइन यो बाइककै यस्तै हुन्छ खुट्टाको टुप्पोले पनि भ्याउँछ फोटो खिच्नु फेरि आएको बिना काम भयो अब के गर्नुपर्छ भने तिमी आउँदैनौ 1-2 दिनमा लिएर आऊ आफै अब 1-2 दिनमा के आइबस्नु त्यो हाम्रो अर्कोको पनि खाता बन्द गर्नु भनेको छ कि त्यो बिस्तारै गर्नु कुन अन्त त्यो बन्द गर्न आउँदा गर न त कसो गर्नुपर्छ नि भरे कुमार सरलाई फोन गर्नुपर्छ होइन यहाँको उयो छ यो नम्बर टिपी राख्नु तिम्रो फोन गयो तिम्रो फोनमा टिपन अनि तपाईँको फोटो खिचेर मैले जसले गर्दा पनि फोन गरेर भन्नुपर्छ ल पैसा साँझ पैसा निकाल्नु कहाँ यहाँ निकाल्नु न 100 रुपियाँ मार आइ क्यामेरामा राखिदिँदैन भने कुमार क्यामेरामा क्याप्चर गरिदिनु दादा 980
यो भन्दा मेरो WhatsApp नम्बर छ अर्कै नम्बर हामी किन आएको भन्दाखेरि चाहिँ मेन चाहिँ फुलुङ्गीतिर त्यतिखेर जोडिने बाटो छ नि सडक त्यो बाटो खोल्ने चाहिँ काम हामी थियो नि त समितिमा थियो नि त सो त्यसको खाता बन्द गर्नुपर्ने थियो अनि अस्ति नै नआइकन एकजना मात्रै आएर हुने खालको बनाएको थियो तर बिचमा हाम्रो सचिवज्यूले काम बिगार्नु भयो सो त्यही भएर चाहिँ आउनु परेको हो म अनि अस्ति आउँदाखेरि चाहिँ मौसम चिसो थियो अल्ल काम लागेको रहेछ अनि बल्ल बल्ल सरासर काम त भयो अनि बल्ल बल्ल सक्यौँ अहिले चाहिँ 2 बजी पनि नागिसकेको छ अनि अब चाहिँ हामी घर फर्किन आँटेको अनि म चाहिँ पास्तर भन्दैछु पहाडमा चाहिँ क्या अहिले चाहिँ पुरा खडाङ खुडुङ बाटो यति धेरै बिग्रेको छ पल्लो बाटो धुलो थियो र ओल्लो बाटो आएको होइन अप्ठ्यारो न अप्ठ्यारो चट्टानै चट्टान त्यही पनि आयो अनि अहिले फर्किँदाखेरि चाहिँ म भाइसँग छ अघि चाहिँ म दादासँग थिएँ अनि हामी चाहिँ फोटो खिच्नुको लागि एकछिन निस्केको किनभने चाहिएको छ फेरि पनि हाम्रो उयो गर्नुपर्ने छ त्यसको लागि फोटो चाहिएको छ सो म बाहिर यता हामी आएको अब चाहिँ हामी सरासर खाजा खान्छौँ अनि घरको लागि निस्किन्छौँ हामीलाई लेट पनि भइसक्यो हावा चलेर कस्तो कति अप्ठ्यारो बाटो सब अफरोड हामी कति घन्टा अफरोड यात्रा गऱ्यौँ 2-3 घन्टा होला नि 2-3 घन्टा यस्तो बाटो यस्तो बल्ल बल्ल मेवा खोला झऱ्यो के भयो हात मजाले नछाम्दा छाम्दै यत्रो मान्छेलाई खामे नै मैले चाहिँ काम खानु परेन ल बाख्राले मकै खायो बाख्राले मकै चाय खेदिदिनु चाय 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 खेदाइदिन्छ घर आयु धर्मको काम हो त्यो काम बिग्रेको बेला सच्याइदिनु मरे म चाय ओइ चाय चाय भाग भाग जा चाय कहाँबाट कराउँदैछ मान्छे मकै खायो चाय गाइस त्यो माथिको डाँडादेखि कहाँ पुगेर आएको हामी हो देवेन्द्र उता गाउँपालिका हाम्रो होइन यो डाँडा कटेर आएको ए यी भाङ चटचुट केमा आइपुग्यो कहाँ भन्ने जग्गा यो मेरो खुट्टा गाडी पर पुग्यो कस्तो ल बाटो खत्तम छ लास्ट डेन्जर छ साथी बाटो ए तर खुट्टा पनि घुम्चिँदैन त हौ कसरी पुग्यो नि आयो धुलो जस्तै मेरो ड्राइभरसँग अगाडि मेरो ड्राइभर देवेन्द्र तिमी मेरो ड्राइभर आयो खुट्टा दुख्यो खुट्टा कस्तो छ यात्रा भिरहरू हेरौँ त हुन्छ ए कपासे सरै हो चाहिँ कसले दाल छर्यो माथि माथि ए बुवाहरूले नि कति धेरै जङ्गल भएछ नि यहाँ त दामी दाल फल्ने गऱ्यो खोला त छैन त त्यही साल त दामी भाउ आएको थियो त झन्डै 1 रसको दाल बेचेको 1 रसको के भएको
गाइस हामीले लगाएको रोड चाहिँ यही है, काम लगाएको रोड चाहिँ हामीले खनाएको चाहिँ। अब हामीले खनेको त होइन, जेसिबीले खनेको। अनि यो के भन्छ, हामी समिति भएर चाहिँ खनाएको रोड चाहिँ यही हो। अनि म चाहिँ यहाँनिर चाहिँ आज फर्स्टचोटि हिँड्दैछु गाडीमा। यहाँ छ भाइ, पेलिदिन्छु पेल्यौ तिमीले। हैट ल, हामीले काम गरेको रोड आज सकाइ होइन त, आज चाहिँ यसको सबै आन्द्रा भुँडी केलाइसकेको। अब चाहिँ म घर जाँदैछु।